सानो कछुवाको लामो यात्रा। टिमी नाम गरेको सानो कछुवा सधैँ आफ्नो घरको नजिकैको तालमा रमाउने गर्थ्यो, तर उसको सानो मनले सधैँ ठूलो सपना देख्थ्यो। टिमी सधैँ सोच्थ्यो, किन म तालभन्दा बाहिर जान सक्दिन? म पनि ठूलो संसार देख्न चाहन्छु। एक दिन टिमीले नजिकैको जङ्गलबाट आउँदै गरेको ठूला ठूला आवाज सुन्यो। टिमी उत्साहित भयो। उसले सोच्यो, यो मेरो लामो यात्रा सुरु गर्ने सही समय हो। भोलिपल्ट बिहानै सूर्य उदाउँदा टिमी आफ्नो घरबाट बाहिर निस्कियो र बाटो लाग्यो। पहिलो दिन टिमीलाई बाटोमा भेटिएको ठूलो ढुङ्गा पार गर्न गाह्रो भयो। उसले हिम्मत गुमाएन र धैर्यपूर्वक आफ्नो सानो खप्टाले ढुङ्गालाई टाढा पार्दै अगाडि बढ्यो। जङ्गलको बाटो निकै अँध्यारो थियो, तर टिमी कहिल्यै डराएन। दोस्रो दिन टिमीको बाटोमा एउटा ठूलो नदी आयो। पानी चिप्लो र तीव्र थियो। टिमीले सोच्यो, अब म के गर्ने? उसले आफ्नो चतुराई प्रयोग गर्दै नदीमा पौडी खेलेर पार गर्यो। थकित भए पनि उसको हिम्मत अझ बलियो भयो। तेस्रो दिन टिमीले जङ्गलमा एउटा नयाँ साथी, चञ्चलले सानो खरायो साथी भेटायो र खरायोले पनि टिमीलाई साथी बनाएर भन्यो, तिमी सानो भए पनि हिम्मती छौ, म तिमीलाई सहयोग गर्नेछु। टिमी खुसी भयो। उनीहरू दुवैले सँगै यात्रा जारी राखे। चौथो दिन टिमी र खरायाका अरू साथीहरूले देखे सुन्दर फूलहरूले भरिएको घाँसे मैदान। टिमीले पहिलो पटक यस्तो ठूलो र रमाइलो दृश्य देख्यो। उसले खुसीले आफ्ना खप्टा उठाउँदै नाच्यो। अन्ततः सातौं दिन टिमी ठूलो ताल भए ठाउँमा पुग्यो, जहाँ सधैँ पानी चम्किलो र शान्त थियो। टिमीलाई थाहा भयो कि मेरो यात्रा कठिन भए पनि मैले धेरै कुरा सिक्न सके। धैर्य, हिम्मत र मित्रताको मूल्य टिमीलाई बल्ल थाहा भयो। टिमी फेरि आफ्नो पुराना घर फर्कियो, तर यो पटक उसले थाहा पायो कि उसको सानो शरीरले पनि ठूलो सपना पूरा गर्न सक्छ। उसको मनमा नयाँ साहस थियो। अहिले म सानो भए पनि मेरो यात्रा कहिल्यै सानो छैन। टिमी खुसी हुँदै पुरानै घर आइपुग्यो।